समयले लुकाएको ढोका। कहिलेकाहीँ जीवन कुनै सिधा बाटो होइन, पुरानो घर जस्तो हुन्छ, जहाँ हरेक कोठामा एउटा कथा थुनिएको हुन्छ। हामी ढोका खोल्दै जान्छौँ, तर सबै ढोका हामीले खोल्न पाउँदैनौँ। कतै माटोले पोतेको हात लिएर आकाश समात्न खोज्दै बाल्यकाल बसिरहेको हुन्छ। कतै अधुरा सपनाहरू पुराना कागज झैँ अलमारीको कुनामा थुप्रिएका हुन्छन्। अनि कतै एउटा सानो झ्याल हुन्छ, जहाँबाट समय बाहिर बसेर हामीलाई चुपचाप हेरिरहन्छ। त्यस झ्यालबाट कहिलेकाहीँ हावाभित्र पस्छ र सम्झनाहरू हल्लाउँछ, जसरी पुराना रुखलाई आँधीले हल्लाएको हुन्छ। त्यसपछि हामी बुझ्न थाल्छौँ, जीवन भनेको सबै कुरा पाउनु होइन रहेछ। कतिपय कुरा सधैँका लागि बिर्सिएको ढोका जस्तो रहँदो रहेछ। त्यही बन्द ढोकाहरूको पछाडि कहिलेकाहीँ हाम्रो सबैभन्दा ठुलो उत्तर लुकेको हुन्छ, र मानिस पुरै जीवनभर त्यही एउटा ढोका खोज्दै हिँडिरहन्छ। तर त्यो ढोका बाहिर कतै हुँदैन। त्यो त मुटुको भित्री अँध्यारो गल्लीमा शान्त भएर हामीले फर्केर आउने दिनहरू कुर्दै बसिरहेको हुन्छ। जब मानिस आफ्नै मुटुको गल्लीमा फर्केर जान्छ, त्यहाँ धेरै आवाजहरू भेटिन्छन्, जसलाई उसले वर्षौँदेखि नसुनेको हुन्छ। एउटा आवाज बाल्यकालको हुन्छ, जसले सोध्छ, तिमी किन यति गम्भीर भयौ? र अर्को आवाज अधुरा सपनाको हुन्छ, जसले बिस्तारै भन्छ, हामीलाई किन बाटोमै छोड्यौ? मानिस ती सबै आवाजहरू बीच निशब्द उभिन्छ। त्यसपछि ऊ त्यो बन्द ढोका सामु पुग्छ, जुन ढोका सधैँदेखि खोजिरहेको थियो। ढोका धेरै पुरानो देखिन्छ, तर त्यसमा ताला हुँदैन। बिस्तारै ऊ हात बढाउँछ र ढोका आफै खुल्छ। त्यसभित्र न त स्वर्ग हुन्छ, न कुनै ठुलो रहस्य। त्यहाँ केवल एउटा ऐना हुन्छ, र त्यो ऐनामा उसले देख्छ जीवनभर खोजिरहेको उत्तर अरू कतै होइन, आफ्नै भित्र लुकेको रहेछ। त्यस क्षण मानिस मुस्कुराउँछ, किनकि उसले बुझ्छ जीवनको सबैभन्दा ठुलो यात्रा बाहिरको संसार होइन, आफ्नै भित्र हराएको मानिसलाई फेरि भेट्नु रहेछ।